So hello everyone and finally आज हमारे मामा का शादी होने वाला है and we are going towards मामी का घर and with this lots of sagun की थालियाँ look and this the kukuri and that is our हजुरबा hi भन्दैन न हजुरबा Hi. hi hi भन्दैन न Hi. सन्चै हुनुहुन्छ भन्दैन न So stay tuned. I'll show you the rest. मतलब हामीले दिनभरि के गर्यौं के भएन कति नाच्यौं कतिवटा सोल्टी पटायौं सबै भनिदिन्छु ल बाइ बाइ यो चाहिँ अब जन्ती जानुको लागि सब गाडीहरु रेडी हुँदैछ गाडी लगभग थियो होला 18 जस्तै थिए गाडीहरु मतलब जन्ती पनि 200 प्लस पो भएको त आम्मा नभन्न अनि यहाँ चाहिँ पुरा हाम्रो रमाइलो चल्दैछ हल्का फुल्का भिडियो बनाउनु परेन अब सो पोस्ट गर्नु पर्यो नि त हाम्रो दुल्हे राजा मामाजी पुरा खुसी एकदम बहुत ही खुसी हुनुहुन्छ पुरा हाँसी जानु हुँदैछ उ हेर्नु होला अब हेर्नु मेरो दुईटा चस्के कजनहरु पिछाडी अनि अब दुईटा पुच्छरे कजनहरु निदाएर झोलछन् पिछाडी बसेर अनि यता फेरि मामाको काजल आमा अनि म चाहिँ अगाडि बसेर थाके अनि पिछाडी आएको इनरसँग पुरा चिप्स खाँदै नाच्दै जानु परेन अब अलिकति एकदम स्वागमा नि त अब उहाँ पित्तु हाम्रो कजन कालो चस्मा लगाएर अन्धी जस्तै देखेर पुरो मुसक हाँसेर खत्तम छ आमामा हाम्रो त झन्डै गाडीको टायरै पम्चर भएको त्यस्तो नाचेको थियो पिछाडी बसेर के भन्नु अब यहाँ चाहिँ पुरा दुल्हनको एन्ट्री हुँदैछ आस्ते आस्ते एकदम त अब सबैजना दुल्हनलाई पिछाडी राखेर आउँदै छन् ओ हाम्रो माइजीको एन्ट्री भयो एकदम स्लो मोसन वकमा नि त साह्रै राम्ररी देखिनु भएको छ अब चढ्नु हुँदैछ स्टेजमा एन्ड पुरा स्लो मोसन बा मामा त कालो चस्मा लगाएर टुडुक्क भएर बस्नु भएको छ झन् अब यहाँ चाहिँ मामाले त्यो घुङ्गट उठाउने टाइममा त उत्पात छ नि त हेर्नु सिन चाहिँ अब हामी पनि सक मिनि त ओभरहेड केस यता चाहिँ त्यो मालाको साट्छन् त्यो दुबोको मालाहरू यता केटाको केटीले केटीको केटाले है यहाँ टीको टालो भयो दुईजनाको बिचमा अनि यहाँ चाहिँ माइजूले वाच गिफ्ट गर्नुभएको मामालाई अनि यो चाहिँ मण्डपको अब रसम सुरु हुँदैछ यहाँ अब त्यो 7 फेरे हुँदैछ यहाँ चाहिँ अब यो चाहिँ सिन्दुरको रसम है सिन्दुरको रसममा चाहिँ ओपाहा पुरा स्लो मोसनमा दिनु हुँदैछ मामाले पनि एकदम स्लो मोसनमा सिन्दुर लगाउन जानु हुँदैछ भयो यो पनि यहाँ चाहिँ त्यो के भन्छन् यो गेमलाई त्यो सुप खेल्छन् अनि लास्टमा गएर चाहिँ अब के भन्नु कसले जित्छ जस्तो लाग्छ हेर्दाखेरि चाहिँ हेर्दै गर्नु लग लगे के अरे केटीहरूले हो माइजूका ग्रुपले जिते यहाँ चाहिँ अब त्यो हाम्रो नेपालीको बिहेमा नियमै छ कि जुरुक्के बोकेर बेहुलीलाई अर्को जग्गामा सार्ने नि त अब माइजूले अब हेर्नु हात तान्नुहुन्छ मामाको तान्नु भयो बस्छ दुईजना उता हाम्रो सानीलाई पो फुरुक भइरहेको छ त पछाडि यहाँ चाहिँ अब ऋतु यो चाहिँ परी हो अनि यो ऋतु बसमा सुतिरहेको थियो ब्रेकमा त ढ्यामै अगाडि पो यो चाहिँ फर्केर आउने बेला हो मतलब माइजूलाई लिएर आउनु टाइममा यस्तै अब आएको थियौँ हल्का अँधेरो छ यति क्लियर छैन तर केही छैन एडजस्ट गर्नु होला पुरा नाचेर आन्टीहरू उ त पुरा दुल्हा र दुल्हन अनि ग्याङको एन्ट्री हुँदैछ भयो पुरा पटेका फुटिँदैछ यहाँ चाहिँ हाम्रो नेपालीको नियम हुन्छ अरे कि भाइले बेहुली लिएर आयो भने दिदीहरूले गेट छेकेर डिमान्ड गर्छन् अरे के जस्तो जुत्ता लुकाउँदाखेरि डिमान्ड गर्छन् नि सालीहरूले त्यस्तै अब मम्मीहरूले अनि मम्मी र सानीले चाहिँ पुरा डिमान्ड गरेर आएछ यहाँ चाहिँ बेहुलालाई यो अन्तिम